18-19 वर्षको हुँदासम्म कसैले भेना सोल्टी भने पनि मसक्क परेर अलिकति रिसिए जस्तो गरेर हिँडियो। 24-25 हानेपछि दाइ नभनला भनेर नमस्कार गरेर अनुरोध गर्न पर्थ्यो। ठीक भन्नुभएछ सर, गजब कुरा गर्नुभयो। अब 30-31 वर्ष पुग्यो, अङ्कल भन्दाखेरि खुब पारो तातेर आउँछ। फेरि अङ्कल किन भन्नु त नि यार, हाम्रो जिन्दगी बेकारै भयो। लोजिक हुन्छ नि यार। अब मानौ बिहे गरेको भए पनि म तिमीहरूको बाबाआमा जस्तो 16-17 वर्षमा बिहे गर्थेन। अब 20-21 हुँदा बिहे गर्थ्यो होला मानौ होइन। अनि 20-21 मा गरे नि 22 मा बच्चा पाउँथे। 22 मा पाएको बच्चा भनेको 30-31 वर्षमा त कति भयो, 8-9 वर्षको भयो। ल मानिलिउँ मैले 20 वर्षमा बच्चा पाएँ भने होइन, 30-31 वर्षको हुँदासम्म त बच्चा त 10-11 वर्षको भयो। अनि 10-11 वर्षभन्दा मास्तिरकोले अङ्कल भन्ने हो। छोड्दे केटीहरू यस्तै रहेछ माछाले। अब अङ्कल नै भन्नु छ भने चाहिँ कि त तिमीहरूको अन्टीसँग साँठगाँठ भएको प्रमाण पेश गरौ, होइन भने भोलिदेखि हजुरबा भन। मुलाको सागहरू